हेलो गाइज खै त हेर्न यस्तो गर्छ त ओ हेलो गर्नु त हेर्नुहोस् क्या हेलो 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 ल चलो चलो हामी कामाकुरा र कहाँ जानला अरे इनोसीमा पुग्ने बेला हुन लागिसक्यो हामी बिस्तारै अलिक फटाफट हिँडौँ है गाइज ल गाइजहरू छिटछिटो हिँड ल तिमीहरू माउन्ट फुजी जानु गाइज बाइक हेर्नुहोस् न खतरा हात घोप्टिरहेको क्या म घप्लाक्कै हाउस बस्नु गाई चाहिँ हामी चाहिँ यहाँ बस्दैछौँ ड्याडीहरू उता चुर्मी आइपुग्यौँ चुर्मी भन्ने ठाउँ आइपुग्यो कावर्लिङहरू चाहिँ थाहा छैन हामीलाई The next station is Shinjuku JK14. कुकुरलाई ल कुकुर क्युट बुढाबुढीको एउटा एउटा रहेछ त्यो बुढाहरू हिँड्न नसक्दैन खवाई नावाई वा नान देश का मेरो च्यान मारो च्यान उसका सब हेलो गाइज सो हामी चाहिँ कामाकुरा आइसकेको छौँ है गाइजहरू चाहिँ अगाडि हेर्दैछ म चाहिँ माइक टेस्ट गर्दैछु माइकमा साउन्ड कस्तो हानेर अब म हेर्छु त कस्तो न्यू ब्लगर इन द टाउन यत्रो ठुलो एक्सिडेन्ट भयो गाई चाहिँ हाम्रो झन्डै माइक हराएको माइक चाहिँ होइन माइकको म्याग्नेट झन्डै हराएको यहाँ ठुलो एक्सिडेन्ट भयो नि यहाँ भिडियो रोक्नु पऱ्यो बिचमै माइक हराएर माइक होइन के चुम्बक गोजीभित्र छिरेछ क्या फेरि खोजेको 5 जना मिलेर भुइँमा बाइक है सब त ठिकै भएको हिँडेर चिसो है अब के लुगाहरू पनि विदेशीहरू घुम्न आउने होला के ए हाम्रो ऊ कोदालो के हो लिमिटेड सामान राख्यो नि अनि मान्छे बेहोस हुने होला प्राइस सोध्यो भने चाहिँ है त्यस्तै जस्तो है हाम्रो चाहिँ अलि औकातले नभ्याउने गाइज कत्रो जुत्ता यो कसको जुत्ता ल भन्नुहोस् तपाईँको जुत्ता होला त्यसको साइज कति हो छुट्टेको जुत्ता हुन सक्छ ओइ लाखे नेपालको लाखे लाखे पाँचवटाको कुदी होइन त यताबाट हेर्नु नि खुकुरी होइन त त्यस्तै खालको जस्तै तर खुकुरी होइन है डिजाइन अलिक फरक
नि यो त टाउकोमा लाउने सिल क्या उयो पनि बाहुबलीकोमा लाउँछ नि यो बाहुबली अमरेन्द्र बाहुबली कतै यतातिर है यहाँ सिजहरू रहेछ 13,000 को तरबार खै तरबारको धार छ कि छैन तरबार हो कि होइन थाहा छैन डु नट टच भने खास गरी यहाँ ओके टु इयरफोन भनिरहेको छ इयरफोन भनिरहेको छ ए लग्न मिल्छ अरे अनि यस्तो हतरीहरूले के यो 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 गरेर बाटोमा गरिदिनु के यस्तो निन्जा क्या निन्जा यस्तो के मान्छे देख्नु भएन यो सब युज हुने हो क्या त्यस्तोमा यस्तो हुन्छ नि त निन्जा मास्क लगाएर अनि यस्तो तरबार नि बोकेको हुन्छ पछाडि अनि यो कार्टुन निन्जा रियल हो के कराते भने जस्तो निन्जा यस्तै बोक्थ्यो हो रियल मान्छे सुमन ड्याडले भने कार्टुनमा अरे निन्जा भने रियल हो कि ल निन्जा रियल पनि छ कार्टुन फ्रिज म्याग्नेट हो चाहिँ घरमा फ्रिजमा यहाँ चाहिँ अब हामी बुद्धको स्ट्याचु हेर्न जान लाग्छौँ जुन चाहिँ अब नेपालमा पनि त हामीले देखेकै स्ट्याचुहरू हो हुन तर अलिक डिफ्रेन्ट भनौँ न होइन अलिक खास कामाकुराको टिका लु ल म पनि चक्काउँछु त्यस्तो चिसो त छैन ठिकै छ ल अब चाहिँ बर्थडेमा अब पिस जिन्दगीमा पिस चाहिएको छ त्यो भएर अगाडि हिँड्नु जिन्दगीमा पिस चाहिएको छ त्यो भएर पिसको लागि चाहिँ हामी कामाकुरा छौँ अब म चाहिँ ट्याक्कै 1 घन्टा चाहिँ मेडिटेसन गर्छु गाई त्यही हो बर्थडेमा मन्दिर आउनु चाहिँ राम्रै हो नि त मन्दिर चाहिँ यता छ सर यता बुद्ध अझै लु गाइज बुद्ध देख्नुभयो कस्तो देखाएको छ यसरी चस्मा लगाएको बुद्ध क्या ल त्यही हो बुद्ध ठिक्कको रहेछ है त्यति ज्यादा ठिक्कको छ यत्रो त हाम्रो नेपालको स्वयम्भू छ त होइन बुद्ध यत्रो कहाँ म त राम्ररी घुमे छैन स्वयम्भू त यत्रो त छ हाम्रो नेपालमा ल फोटो खिच्नु खाली भएमा लाग्यो फोटो खिच्यो भिडियो खिच्यो त्यही हो गाइज अब बिस्तारै अरू पनि के हुन्छ देखाउँछौँ यसपछि हामी समुद्रमा पनि जान्छौँ होला त्यही हो बा फिक्स छैन जान्छौँ नि यही त हो समुद्र नि अर्को अनि ल जान्छ ल बाई ल अब हल्का इन्टरभ्यू लिनु पर्यो गाइज ल अब म चाहिँ हल्का अब सोधपुछ गर्दैछु इन्टरभ्यू लिँदैछु कस्तो लाग्यो कामाकुरा भनेर त्यो भएर यो माइक चाहिँ म मेरो ड्याडलाई हस्तान्तरण गर्दैछु त्यही ल लिनुहोस् ल भन्नुहोस् कामाकुरा चाहिँ कस्तो लाग्यो तपाईँलाई मलाई जोस् रमाइलो लागिरहेछ होइन जोस् मूर्ति स्ट्याचु भनौँ होइन बुद्धको राम्रो रहेछ हेरेर फिलिङ राम्रो महसुस भइरहेछ जस पिस छ हैन जोस् पिस छ यत्रो शान्त छ अरू टुरिस्टहरू पनि धेरै आएको छ फरेनबाट पनि धेरै टुरिस्टहरू देखे पऱ्यो यहाँ चाहिँ देखेँ मैले होइन देखि अब यो माइक चाहिँ म दिपिकालाई दिन चाहन्छु ल धन्यवाद आज रमाइलो लाग्यो अनि घुम्न पाएँ होइन यत्रो ठुलो थियो बुद्धको मूर्ति नेपालमा पनि देखेको स्वयम्भूमा मलाई चाहिँ स्वयम्भूको जस्तै याद आयो यत्रो भिड भएर पनि यहाँ चाहिँ एकदम पिस थियो
रमाइलो भइरहेछ जे होस् रमाइलै लागिरहेछ फ्यामिलीहरूसँग आउनु पाउँदाखेरि धेरै खुसी छु अनि के भन्नु थिएँ ह्याप्पी बर्थडे अगाडि नै हामी बर्थडेको लागि घुम्न आएको नि त त्यही भएर अगाडि नै ह्याप्पी बर्थडे थ्याङ्क यू बाई बाई लिनुहोस् त ल्यासो फ्याफुल्ला हो हाम्रो स्वयं राम्रो होइन त्यो पनि 2-3 चोटि आइसक्यो कतिचोटि आइसक्यो त्यस्तो वाउ लाग्दैन कि हामी त फर्स्ट टाइम आयो भएर चाहिँ जस्तो राम्रै लाग्यो ल अब यो माइक चाहिँ फेरि 300 रुपियाँ लिने सुमनलाई 300 हस्टर चाहिँ 300 रुपियाँ अहिले साउन्ड काम ठुलो झन् माइक ठिक्क भएर बोल्यो 300 रुपियाँ लिने खालको चाहिँ छैन होइन फ्रीमा दिनुपर्ने होला तपाईँलाई फ्रीमा हो क्या हामी नेपालमा कहाँ स्वयम्भूमा पैसा लिन्छ त त्यो पनि हो त्यही भएर त मैले मन पर्दैन भनेको त अनि That's not fair. एकचोटि झडा खेला हो के अचम्मले दियो अरे फेरि कहानीहरू भन्दिनँ जापानको कहानी भन्दैन एउटा जापानको एउटा मन नपर्ने कुरा भन्दैन न एउटा मन नपर्ने चाहिँ भन्नु न मन पर्ने चाहिँ पछि भन्ने कि लगाइस बुद्धको पछाडि ढाडमा चाहिँ ढोका खुल्ले रहेछ कहिले अहिले जानुभयो पैसा तिरेर हो कतिखेर के देख्दो रहेछ यताबाट के देख्दो रहेछ भित्र के गर्दा ए अघि हामी खोज्दाखेरि नै जानुभयो होला नि तपाईँ के पैसा तिरेर क्या पैसा दिनुभयो कति रुपियाँ अरे ल पैसा लुट्नु बस्यो है हाम्रो के पैसा आउँदैन स्वयम्भूमा पैसा लिन्छ बौद्धमा लिन्छ कहीँ लिँदैन नि यिनीहरूले पैसा कमाउन जाने क्या है फरेन कन्ट्रीको त लिन्छ विदेशीहरूलाई लिन्छ यिनीहरू त आफ्नो देशलाई लिन्छ यिनीहरूले सबै बराबर गरेको नि त हाम्रोमा नेपालीलाई 50 विदेशीले 300 त्यस्तै हुन्छ त्यो पनि हुन्छ नि त भन न म त नभन्छु अब त तिम्रो त्यो अब 300 दिएको अनुसार त यहाँ सुविधा नि धेरै छ अब सफा नि छ अनि टोयलेटको व्यवस्था छ। अब टोयलेट गएको मिठो हुन्छ पानीको व्यवस्था पानी व्यवस्था छ र के हुन्छ नि त तर यहाँबाट ठेलामा चिया चाहिँ बेच्दैन खान्छ कस्तो मजा आउँथ्यो फरेनरले खान्छ है मजाले यिनीहरूले चाय चाय भन्दै बेच्दैन नेपालको चिया भन्ने बेच्ने उनीसँग खाने कुहिरो लाइन राख्छ होला एक ठाउँमा राख्ने चिया 2 मिनट बेच्दिने極楽寺でございます。お出口は左側です。नेपालको जस्तै मन्दिर है यो यस्तो यस्तो खालेको एरिया यहाँ समुद्र भयो अघि हामी त्यो ट्रेनबाट यसरी आएर मन भित्र जाडो भएर लुगा नि लगाइदियो लुगा लगाइदिएको त्यहाँ गाई चाहिँ एकछिन पछि झन् के गर्ने हालत जाडो भयो भन्न पाइँदैन अघि नै दाइले महा घरबाट निस्किँदा जाडो हो भने नि म जिम्मा लिन्न है भने भने जाडो भयो भने मेरो जिम्मा होइन हामी चाहिँ समुद्रमा आइसक्यौँ यति पछाडि त्यो समुद्रै सिन रामेन बोकेर खानालाई भनेर हामी चाहिँ समुद्रमा बसेर समुद्रको भ्यू हेर्दै हामी चाहिँ खाना लाग्छौँ लिँदैछौँ होइन लिनेछौँ ल समुद्र चाहिँ कुन समुद्र यो यो इनोसीमा इनोसीमा ठाउँ हो इनोसीमा त समुद्र त पेसिफिक जसलाई प्रशान्त महासागर अगाडि बसेर चट्ट पानी ल्याएन त कुराहरू हामी त मोटर त पानी ल्याएन त्यो समुद्र पनि होइन अब जाने यही छ पानी 2 मिनट गएर दौडेर आएको चट्ट अब हामी चाहिँ
सिन रामेन खान्छ समुद्रको गाडी बसेर है त गाइस आकाशभरि नै चिलै चिलाएको छ सो ड्याडीले चाहिँ चिललाई चारा हान्न जान लगाइराख होइन एकछिन नहाल्नु अहिले काग आउँछ क्या काग एउटा सिङ्गे हाल्ने होइन नि त ड्याडी यति हाल्ने नि खाइदिन्छु रे आयो कागै आयो कागको आक्रमण हुनु चिललाई दिने भनेको त नि चिल सब माथि माथि है चिलले यता त्यो चिल त लास्ट रहेछ र दिनु न दिनु अब आयो थाहा पाइसक्यो छैन है अब अलिकति दिएन म दिन्छु के गर्दैन के तेरो खुट्टा अगाडि देख्छु मन देखे दे बनाएको हो कागले खायो नि के गर्ने चिल त खाएन खै म दिन्छु ले माथि टिप्छ नि त छिटो देख्छ के मुखमा अगाडि क्या खतरा क्या छ अलि उता गएर गर्नु न भिडियोमा आएन के भिडियोमा आएन खतरा छ काग लग्यो सामान पाएन पन ड्याडी अहिले नफाल्नु च्यापै समात्यो त के यस्तो खुट्टै गाडे यार भिडियो बनाउँ न यार गाई समुद्र खुट्टा गाडिसक्यो यार समुद्रमा चाहिँ घाम डुब्न लाग्यो ढिलो हुन्छ होला खुट्टा जुत्ता शीतल बियर छैन शीतल मात्रै छ जाडो भएर म यस्तो भइसक्यो गाइस नाकमा घाउ आयो मेरो के गर्ने गाइस के ड्याडीको फेरि छुट्टै छ चर्स तर उसमा लेखेको छ के सबै बरु 10 भयो दामी हुन्थ्यो नि 10 म त सब 10 यो चाहिँ कार्तिक 21 गते 4-10 भन्छ मम्मीले कति हो 4-10 जुङ्गा होला के
कस्तरी पौडी खै खेल्ने यसो न आहा न मुख छ त्यही जनावर रे कुकुर खान्छ त अनि के कहाँबाट खान्छ खाने हो खै के पन्जाहरू खाने खान्छ। हो हँ पन्जाई कस्तो यस्तो सेसे त आएर नि देखाएन लेउहरू त्यस्तो यही ल्याउ किरा जस्तो मटेङ्गाहरू ब्याक्टेरियाहरू हेर्दाखेरि त च्याउ जस्तो नि देख्छ म त बेला बेला पहिला खाएर यसलाई पुरै यहाँ चाहिँ चिलले चाहिँ यसरी खानेकुरा खाँदाखेरि अट्याक गर्छ भनेर लेखाएरै छ तर हामीले चाहिँ खानेकुरा उल्टै चिललाई दिएर उडाइ रमाइलो गरेर अब चाहिँ हामी घर फर्किँदैछौँ सो आजको भिडियो चाहिँ यति नै ब्याट्री पनि सकिसक्यो ट्रेन पनि आइसक्यो अर्को भिडियोमा भेटौँला भिडियो मन परेमा लाइक कमेन्ट अनि नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला है त के गर्ने सब्सक्राइब र लाइक है ट्रेन आइसक्यो त ल आजको भिडियो यति नै पिस गरौँ